बुकारेस्टमा गेम हुँदा फेरि 4 दिनको छुट्टीमा हामी चाहिँ कन्स्टान्साबाट बुकारेस्ट गएको थियो र 4 दिन के गर्यो तपाईहरुलाई यो भिडियोमा म देखाउने छु छोटो मिठो मिनी ब्लगमा। यो चाहिँ हाम्रो टिकट हो, हामी चाहिँ ट्याक्क जान लागेको थिए र यो चाहिँ हामी बेलुका पुग्यो, बेलुका 9-10 बजेतिर पुगेको थिए। अनि बिहान उठेर अब फुटबल खेलेको ठाउँतिर जानका लागि हतार सबैजना हतार गरेर बाहिर निस्केर अनि टिकटक लागि थोरै भिडियो बनाएको थिएँ, मैले यो भिडियो हालेको थिएँ। र त्यही त भने यहाँ अब देख्न सक्नुहुन्छ उत्तम थापाको डान्स, यसो बेला यसो कमेडी गर्ने रमाइलो गर्ने। उत्तम थापा एकदम बवाल हो है, मान्छे बवाल हो। डान्स यताउति देख्न सक्नुहुन्छ तपाईँहरूले पनि एकदम रमाइलो भयो। र यहाँ मैले ट्रेनमा चाहिँ हल्का साथीहरूलाई गफसप हान्दै थिएँ है, मिठो गफ हान्दै थिएँ। अनि गफसप यताउति भनौँ न। त्यसपछि हामी चाहिँ फुटबल खेल्ने ठाउँमा गएँ, बवाल गेम भइरहेको रहेछ, यसो गफसप हानियो है, गेम चाहिँ हेऱ्यो। अनि फर्केर फेरि उता टिटान पार्कतिर भलिबल खेलिरहेछ भनेर फेरि भलिबल खेलेको हेर्नलाई टिटान पार्कतिर गफसप गर्दै गएँ हामी सबजना। यति रमाइलो है, यति रमाइलो कि बुकारेस्टमा नेपाली मान्छेहरू त कति यसो अब 3-4 दिन छुट्टी हुने बित्तिकै बुकारेस्ट जानु पर्ला रमाइलो गर्न हेर्न यताउति। अनि त्यसपछि हामी चाहिँ ट्याक्क फुटबल खेल्ने, त्यो बच्चाको रोमनियन बच्चाको बल रमाइलो गऱ्यो यहाँ नि। अनि यो चाहिँ अब होटलको लिफ्ट अड्केर होइन नचलेर पुरै यो बोकेर ल्याउनु पऱ्यो ब्याग स्याग। थर्ड फ्लोरमा माथि 4वटा सिँढी झरेर हिँड्दै त्यो प्रत्येक स्टेपमा झर्नुपर्ने रहेछ कि होइन होला न भयो हजुर। के भन्न चाहनुहुन्छ? हिजो कस्तो भयो? हिजो बवालै दुईजनाको ज्याकेट एउटाको टी सर्ट च्यातेर कस्तो लाग्यो? होइन म त्यो हुँदै मेरो त्यो मल्टी पर्सनालिटी अर्को छुट्टै निस्केको म होइन त्यो। यो मान्छेलाई के भन्न चाहनुहुन्छ तपाईँ? ल ठिक छ हो, झलक सुनारी युट्युब यो युट्युबर तपाईँले के भन्ने? ठिक छ नेपाली लिएर आउँदै हुन्छ रक खोला होइन हिँड्दै। हेलो हाम्रो त नाक्सा खिच्न लाग्यो। हामी चाहिँ अहिले ओल्ड टाउनमा हिँड्दैछौँ होइन, ट्याक्क लाएर। यता दाइरा दिदी हुनुहुन्छ कुकुर चलाउँदै। होइन यार यताबाट जाने हो। कताबाट? यता हामी छौँ मान्छे चलाउँदै। यहाँ ओल्ड टाउनमा चाहिँ ट्याक्क होइन गर्लफ्रेन्डसँग हातमा हात समातेर आउने ठाउँ रहेछ। अब गर्लफ्रेन्ड छैन कसको हात समात्ने?